जापान सरकारले जुन 14 2026 बाट चाहिँ एउटा नियम ल्याउँदैछ। यो नियम भनेको जाइरो कार्ड र माई नम्बर कार्डलाई इन्टिग्रेट गर्दैछ। के यो सबैले बनाउनु पर्ने हो? यसको फाइदा के छ र यो बनाउन के कति लाग्छ अथवा कसरी बनाउने सम्पूर्ण कुराहरू तपाईँलाई एउटै भिडियोमा भन्छु। भिडियो अन्तिमसम्म हेर्नु होला। जाइरो कार्ड र माई नम्बर कार्डलाई चाहिँ जुनको 14 तारिकबाट चाहिँ तपाईँको जापान सरकारले इन्टिग्रेट यानि कि मर्ज गर्ने भएको छ, एउटै कार्ड बनाउने भएको छ। यसलाई चाहिँ तोकुतै जाइरो कार्ड भनिन्छ अथवा स्पेसिफिक रेसिडेन्ट कार्ड अथवा यसलाई चाहिँ कतिले चाहिँ स्पेशल रेसिडेन्ट कार्ड भनेर पनि नामकरण गरेको छ। र यसको फाइदा के हो भन्दाखेरि तपाईँको चाहिँ अब चाहिँ झन्झट घट्ने भएको छ। किन भन्दाखेरि पहिला के हुन्थ्यो भन्दाखेरि तपाईँको यदि भिजा तपाईँले रिन्यू गर्दै हुनुहुन्छ अथवा तपाईँले भिजा चेन्ज गर्दै हुनुहुन्छ भने चाहिँ इमिग्रेसनमा तपाईँले फर्म बुझाउनु भयो र भिजा आइसकेपछि फेरि तपाईँले वार्डमा आएर अपडेट गर्नुपर्ने हुन्थ्यो आफ्नो सम्पूर्ण डिटेलहरू। अब चाहिँ त्यस्तो गर्नु पर्दैन। तपाईँको इमिग्रेसनबाट नै अटोमेटिक तपाईँको सबै कुराहरू अपडेट भएर आउँछ। एकैपटकमा काम हुने हुँदाखेरि तपाईँको वाडामा फेरि धाउनु परेन, यो झन्झट मुक्त हुने भयो। र त्यसै गरी चाहिँ यो चाहिँ पहिला के हुन्थ्यो भने 16 वर्ष भन्दा मुनिको मान्छेहरूले चाहिँ फोटो चाहिँदैन थियो भने अब चाहिँ एक अथवा एकभन्दा माथि सम्पूर्णलाई चाहिँ फोटो चाहिने भएको छ भनेर चाहिँ भनेको छ, अनिवार्य फोटो बनाएको छ। र त्यसै गरी अर्को भने चाहिँ यो कार्ड कसरी लिनेर गर्न सकिन्छ भन्दाखेरि चाहिँ तपाईँको भिजा रिन्यू गर्ने बेला भएको छ अथवा त्यसै गरी तपाईँ भिजा चेन्ज गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले इमिग्रेसनमा एप्लाई गरेर तपाईँले लिन सक्नुहुन्छ। नयाँ कार्ड आउँछ तपाईँको यदि जुन 14 देखि उतातिर एप्लाई गर्दै हुनुहुन्छ भने, अथवा तपाईँले हरायो भने पनि तपाईँले एप्लाई गर्न मिल्छ इमिग्रेसनबाट। यो कुरा बुझ्नु होला। र यो चाहिँ कसले गर्नुपर्ने अथवा कम्पलसरी हो त? यो चाहिँ कम्पलसरी होइन है। त हामी गाई गएको जिनको लागि मात्रै हो यो भने तपाईँको हाम्रो यो कम्पलसरी होइन। हामीले तपाईँको अहिले जति तपाईँको 3 वर्षको भिजा छ भने चाहिँ अथवा 5 वर्ष होस् अथवा 1 वर्ष होस् छ भने चाहिँ तपाईँको 1 वर्षसम्म तपाईँले यही कार्ड चलाउन पाउनुभयो। र यो कार्डको म्याच किन लाग्दाखेरि तपाईँले फेरि रिन्यू गरिसकेपछि नयाँ कार्ड बनेर आउँछ। त्यसमा तपाईँले केही पनि गर्नु पर्दैन। आई होप मैले सबै कुराहरू तपाईँले एउटै भिडियोमा भनेको छु। पक्कै पनि तपाईँलाई भिडियो मन परेछ, भिडियो सेयर गर्नु होला। तपाईँले मात्रै थाहा पाएर हुँदैन, तपाईँको सम्पूर्ण साथीभाइलाई सेयर गरिदिनु होला। हस्त नमस्ते, बाई।